यसले मंगलबार छगु ज्याजोय दथुई क्रोध कला शिरोमणि प्राज्ञ मूर्तिकार कालुकुमाया देउता बनाउने मान्छे नामक पुस्तक सार्वजनिक चुकुतु इन्स्टिट्युट फर सोसियो कल्चर रिसर्च एन्ड एनालाइसिस अध्यक्ष नवराज लामाया सवनायश्री जुगु ज्याजोले सफुया विमोचन उपराष्ट्रपति राम साहेब प्रसाद यादव याना दिगु खा क्षेत्रमा एकदमै अद्वितीय प्रतिभाका धनी हुनुहुन्छ र शिरोमणि प्राज्ञ कालु कुमाले कुमारजीको सम्मानमा यहाँहरुका आदरणीय दिवस एकपल्ट जोरदार ताली सफु विमोचन यासे उपराष्ट्रपति राम साहेब प्रसाद यादव मूर्तिकार कालु कुमार थज्याम महत्त्वपूर्ण स्रष्टा सृजनाकार कलाकार व व्यक्तित्व या त फुकस्या सम्मान या मागु धारणा दिला नेपालको कलालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल हुनुभएका कलाकार कालु कुमाले कुमारको आत्मकथा देउता बनाउने मान्छे प्रकाशन भएकोमा खुसी व्यक्त गर्दछु। साथै उहाँलाई हार्दिक बधाई तथा शुभकामना दिदछु। यो महत्त्वपूर्ण पुस्तक लेखन र प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण संस्था महानुभाव परिवारजनप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। ज्याजोले क्रोध कला शिरोमणि कालुकुमाया व्यक्तित्व रकया यला महानगरपालिका प्रमुख चिरिबाबु महर्जन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानीय कुलपति नारायण बनी हार्ताम छाली समीक्षक कुमारी लामा इन्स्टिट्युट फर सोसियो कल्चर रिसर्च एनालाइसिस अध्यक्ष नवराज लामा अध्ययन अनुसन्धानीय प्रमुख कैलाश राई कालुकुमायाका राकेश अवाले लगायत नवना दिगु खा अब भविष्यमा उहाँलाई चाहिँ अहिले भने जस्तै उहाँको कार्य अथवा उहाँले चाहिँ यो मुलुकप्रति गर्न सक्ने काम कुरोलाई चाहिँ के गर्दाखेरि टेवा पुग्छ त्यो गर्नको निमित्त ललितपुर महानगरपालिका सदा सर्वदा तयार छ भन्ने कुरा पनि यहाँ सबैले निवेदन गरे र म चाहिँ उहाँको परिवारसँग पनि आबद्ध छु। राकेशजी राजेशजी लगायत उहाँहरू त राजेशजी त अझ साँच्चै भन्ने हो भनेदेखि त उहाँको पिरो थाम्ने चाहिँ राजेशजी नै हुन्छ कि जस्तो लागिरहेछ। उहाँले निकै राम्रो कामहरू कला क्षेत्रमा कामहरू गर्दै हुनुहुन्छ। राजेशजी त्यहाँ बसिराख्नु भएको छ। तसर्थ मैले उहाँलाई पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहे। हाम्रो ललित कलाको तर्फबाट प्रज्ञाप्रसादको तर्फबाट यहाँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। एउटा अवसर दिनुभयो र म आफू पनि यसमा यहाँकै हारमा सहभागी हुन पाउँदा गौरवान्वित छु र खासै गरेर उहाँको जीवनी हेर्दा र अहिले उहाँको बारेमा हामीले छलफल गर्दा शोक र भोक दुईटैलाई जोडेर एउटा सङ्घर्षशील श्रमबाटै सिर्जना गर्नुभएका सर्जक पहिले व्यक्ति हुनुहुन्थ्यो, अब व्यक्तित्व हुनुभयो, अब साथसाथै संस्थागत हुँदै हुनुहुन्छ र संस्थाकरण भइसक्नु भएको छ। त्यो अर्थले उहाँ एउटा हाम्रो नेपालको ललित कलाको विशेष गरेर मूर्तिकलाको एउटा संस्था पनि भइसक्नुभयो। यो अर्थमा हार्दिक बधाई पनि दिन चाहन्छु। यो पुस्तक हात परेपछि मैले उहाँको विषयमा अलिकति सोधखोज अनुसन्धान गर्ने क्रममा थाहा पाएँ कि उहाँको कला भिक्टोरिया एन्ड एल्बर्ट म्युजियम लन्डनमा रहेछ र म त्यति नै खेर सन् 2013 को मेरो आफ्नै भिक्टोरिया एन्ड एल्बर्ट म्युजियमको त्यहाँको मैले कलाकृति हेर्न पाएको अवस्थालाई स्मरण गरेँ। मैले ती खिचेका तस्बिरहरूमा फेरि एकचोटि हेरेँ र त्यहाँ मैले पाएँ कि नेपाल भन्ने सेक्सनभित्र केही मूर्तिकला र केही यहाँका नेपाल सम्बन्धी केही कलाकृतिहरू रहेछन्। त्यतिखेर मलाई 13 साल सन् 2013 मा मलाई त्यस्तो ठुलो अनुभूति केही भएको थिएन, मात्र अलिकति खुसी थिएँ। तर आज यो पुस्तक बारेमा बोल्दैछु र एक दशक अगाडि नै म कालु कुमाले ज्यूसँग त्यस रूपमा प्रत्यक्ष रूपमा जोडिएकी रहेछु। आज यस कार्यक्रमको सभापतिको हैसियतमा बस्ने बेलामा मैले धेरै कुराहरू यहाँ पुस्तकको बारेमा भन्न मिल्दैन र अरू साथीहरूले भन्नुभएको छ र मुख्य गरी यस पुस्तकभित्र एउटा शब्द कोड गर्नुभएको छ हाम्रो कैलाशजीले। साँच्चै नै यहाँहरूको गरिमामय उपस्थिति, उपराष्ट्रपतिजीको यहाँ उपस्थिति र सबैजनाले यस पुस्तकप्रति जुन देखाउनु भएको माया सद्भाव लगायत हाम्रो कालु कुमारजीलाई देखाउनु भएको चिजबाट म चाहिँ साँच्चै नै निशब्द भएको छु। यो सम्बन्धी अनेक खालको कामहरू विविध माध्यमबाट विविध पाटाहरूबाट चाहिँ गर्ने भनेर यो चाहिँ गठन भएको एउटा संस्था हो र यो संस्थाको त्यही उद्देश्य अनुरूपको एउटा यो महत्त्वपूर्ण काम चाहिँ आज हामी यहाँ सार्वजनिक गर्न गइरहेको छौँ।
जसमा चाहिँ हामीले आज हाम्रो प्राज्ञ चाहिँ एकदम आदरणीय क्रोध कला शिरोमणि कालुकुमाले ज्यूको अमूल्य अनुभव, जीवन सङ्घर्ष, संवेदना, उहाँको शिल्पकला लगायतको अनेक पाटोहरूलाई चाहिँ उधिने र सार्वजनिक रूपमा सबैको सामु ल्याउनको लागि चाहिँ हामीले यो एउटा प्रयास गरेका छौँ। यो क्रममा धेरै क्षेत्रहरूबाट हामीलाई सहयोग प्राप्त भएको थियो। उहाँले अन्वेषण गर्नुभएको थियो, अनुसन्धान गर्नुभएको थियो। त्यो अनुसन्धानका पाटाहरू मैले पनि नबुझेका, मैले पनि नदेखेका, नसुनेका धेरै कुराहरू यसमा उल्लेख भएको मैले पाएँ। र बुवाले यो कला क्षेत्रलाई कति सङ्घर्ष गरी उहाँले यो कलामा स्थापित हुनुभयो। त्योभन्दा पनि बेसी परिवारमा भएका यताउता उहाँलाई सहयोग र साथले गर्दाखेरि मेरो आमाको जुन एउटा साथ र सहयोगले उहाँ कलाकार बन्नुभएको थियो, त्यो कुरामा म अति गौरवान्वित भएँ। मलाई गौरव लाग्छ।